हेलो फ्यामिली, आज चाहिँ म तपाईहरुलाई रामफल देखाउन गइरहेको छु है। इंग्लिशमा चाहिँ यसलाई चाहिँ रेड कस्टर्ड एप्पल भनिदो रहेछ। तर हाम्रो यता गाउँघर हाम्रो तराईतिर चाहिँ हाम्रो गाउँमा चाहिँ यसलाई चाहिँ आँता भनेर चाहिँ चिन्छौं है। यो चाहिँ पाकिसकेको छ। यो चाहिँ अब हामी यसलाई टिप्छौं। अनि हेर्नुस् है, यो बोट हो। यो पात चाहिँ सबै अहिले झरिसकेको छ। नयाँ पालुवा पातहरु पलाइरहेको चाहिँ तपाईले त्यहाँ देख्न सक्नुहुन्छ। हेर्नुस् त है, हेर्नुस् है। यो बोट भयो, यो फल भयो। यो मिठो लाग्छ। यो गुलियो हुन्छ पाकिसकेपछि चाहिँ, अनि क्रिमी टाइपको हुन्छ है यो चाहिँ। अब चाहिँ म यसलाई टिप्छु। हेर्नुस् त यो चाहिँ मिठो हुन्छ है। यो खाना मलाई चाहिँ मन पर्छ है। यो चाहिँ मिठो हुन्छ खानामा पनि, गुलियो टाइपको क्रिमी। अनि माथि चाहिँ उता हेर्नुस् त, माथि चाहिँ उता यो चाहिँ पाकिसकेको छैन, पाक्न लागेको छ है। यो चाहिँ हेर्न सक्नुहुन्छ यसरी बोटमा फलेको। यो चाहिँ बोट हो है।